नमस्ते मेरो प्यारो साथीभाइहरू। मेरो आज बिहानको सुरुवात चाहिँ केरा खाँदै भयो। गम खाएँ। त्यसपछि एकछिनपछि रेडबुल खान मन लाग्यो। पसलमा गएर रेडबुल पनि पिएँ स्वाट पारेर। कस्तो आज लो फिल भइरहेको थियो, त्यही भएर अस्ति हामीले यो खराई समातेको थिएँ खेतमा। यसलाई चाहिँ मैले आज नि घाँस र दुध दिएको थिएँ। खानै मान्दैन, सानो बच्चा भएर होला कि। लेट मी थिङ्क के गर्ने हो यसलाई। अब यसलाई सायद रिलिजै गर्नुपर्छ होला, हामी राख्नुहुन्न। र केही समयपछि म खेतमा आएँ। खेतमा आएको यो बच्चाहरू हामीले सँगाएको थियो, त्यो पुग्नलाई चाहिँ एउटाले दुध नखाएर एउटाको चाहिँ डेड भइहाल्यो र बाँकी बस्यो यो एउटा। मेरो मनले मानेन राख्नलाई, त्यही भएर ल पनि यसको नै फ्यामिली हुनसक्छ, त्यही भएर यसलाई मैले खेतमा गएर छाडिदिएँ। हेर्नुहोस् मैले गएर छाड्दैछु, त्यो एकदम दोहोऱ्याएर पल्टेको थियो मेरो हातमा आएर। मजाले बसिरहेको छ, हेर्नुहोस् त। अब एकछिनपछि दौडिन थाल्छ यो। गयो यहाँदेखि म बाबाई भन्दै पनि यसलाई छोडेर म घरतिर लागेँ। घरमा आउँदाखेरि त मेरो घरको फुच्ची त हेर्नु न सुतेको, के पारो यसो सुताइ पनि। घर यता फर्किन्छ, घर उता फर्किन्छ, एकदम दोहोऱ्याएर पल्टिन्छ के यो कुकुर चाहिँ। म देखेपछि देख्नै हुन्न, आएर बसिहाल्छ नजिक। अनि आएपछि यता फर्किन्छ उता फर्किन्छ र एकचोटि हल्ला सुन्दै मैले बाहिर निस्केको त गाउँमा झगडा भइरहेको छ। फेरि म त्यस्तै हो, झगडा हेर्न मलाई एकदम रमाइलो लाग्छ। किन हो किन, हामीहरूको झगडा बारे छ। झगडा चाहिँ खत्रै भएको थियो। फेरि अर्को भिडियोमा भेट्नेछु। टाटा बाई बाई, सी यू गाइज।